Hello everyone, welcome to this video. Video सुरु गर्नुभन्दा अगाडि I will introduce myself. म BDS फर्स्ट इयर स्टुडेन्ट 2025 ब्याच। अहिले म BPKS धरानमा पढ्दैछु। यो भिडियो चाहिँ BPKS को बारेमा धेरैजनालाई भेरियस क्वेरिजहरू हुन सक्छ। यहाँको एजुकेसन सिस्टमको बारेमा, होस्टेल फिज, होस्टेल रिलेटेड क्वेरिजहरू, मेस रिलेटेड क्वेरिजहरू सकेसम्म त्यो सबै क्वेरिजहरूको एन्सर चाहिँ यो भिडियोबाट दिन खोज्छु र अरू केही छुटेमा या अरू केही जान्न चाहेमा चाहिँ कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला र भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। फर्स्टमा BPKS को लोकेसनको बारेमा। BPKS प्रोभिन्स नम्बर 1 सुनसरी जिल्लाको धरान सहरमा पर्छ। अझै हाम्रो BPKS को एरियाले भन्यो भने हामीले घोपा क्याम्प भनेर भन्छौँ। अनि यहाँको इन्भाइरोमेन्ट वातावरण कस्तो छ भन्नुपर्दाखेरि चाहिँ चिसो गर्मी कस्तो छ त भन्दा यो धरान चाहिँ अलि गर्मी सहर नै हो। गर्मी नै हुन्छ, गर्मीमा चाहिँ जाडोमा अलि जाडो नै भयो, गर्मीमा चाहिँ उत्पाते गर्मी हुन्छ हुनालाई अब चिसो ठाउँबाट आउनेहरूलाई चाहिँ अलिक गाह्रो होला सुरुमा एडप्ट हुनको लागि, बट इभेन्चुअली चाहिँ सकिन्छ एडप्ट हुनको लागि। अब तर हामीले चाहिँ BPKS को भित्रको हाम्रो एरियाको कुरा गर्ने हो भने एकदम ग्रिनरी, एकदम पिसफुल एकदम छ। इन्भाइरोमेन्टको हिसाबले हेर्ने हो भने चाहिँ BPKS चाहिँ एकदम ग्रिनरी, पिसफुल र सेफ प्लेस भनेर भन्न सकिन्छ। ल अब BPKS को एजुकेसन सिस्टमबारे कुरा गरौँ है त। BPKS को एजुकेसन सिस्टम कस्तो छ त? फर्स्टमा कुरा गर्दाखेरि BPKS चाहिँ कुनै पनि युनिभर्सिटीको अन्डरमा काम गर्दैन। डाइरेक्टली कुनै पनि युनिभर्सिटीसँग चाहिँ लिङ्क छैन। इन्स्टिट्युटले आफ्नो करिकुलम आफै बनाउँछ र त्यही अनुसार नै चल्छ। अब आफ्नो करिकुलम आफै बनाउनुको फाइदा चाहिँ के छ त? अब फाइदा भन्नुपर्दा चाहिँ पहिलो भनेको चाहिँ रुटिन आउँछ। रुटिन चाहिँ अब के छ रुटिनमा चाहिँ त्यो टाइममै कन्डक्ट हुन्छ र त्यही अनुसार नै टाइममै रिजल्ट आउँछ। त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो टाइम लस चाहिँ हुँदैन है। अर्को मेन मलाई चाहिँ एकदम मनपर्ने भनेको चाहिँ सेकेन्डवाला के फाइदा देखिन्छ यो करिकुलमले भन्दाखेरि चाहिँ यो करिकुलम यस्तो तरिकाले बनाएको छ कि स्टुडेन्टहरूलाई चाहिँ पढ्न चाहिँ सजिलो होस् भन्ने, कि रिटेन चाहिँ सजिलो होस् भन्ने तरिकाले चाहिँ यो करिकुलम बनाएको छ। जस्तो इक्जाम्पलको लागि हाम्रो चाहिँ MBBS र BDS को फर्स्ट र सेकेन्ड इयरको कुरा गर्दा फर्स्ट इयर र सेकेन्ड इयरमा चाहिँ हाम्रो तीनवटा युनिट हुन्छ। फर्स्ट इयरमा 3टा युनिट, सेकेन्ड इयरमा पनि 3टा युनिट, जस्तो सेमेस्टर भने जस्तो यहाँ चाहिँ युनिट हुन्छ। अब फर्स्ट इयरको कुरा गर्दा युनिट 0, 1 र 2 हुन्छ। अब मैले युनिट 2 को कुरा गर्छु। युनिट 2 मा चाहिँ हामीले चाहिँ एउटा स्पेसिफिक टपिकको बारेमा पढ्नुपर्छ। जस्तै युनिट 2 मा चाहिँ रेस्पिरेटरी र कार्डियोभास्कुलर सिस्टम रिलेटेड पढ्नुपर्छ है। अनि अब चाहिँ के हुन्छ भन्दाखेरि यो टपिक रिलेटेड अब भेरियस सब्जेक्टहरू छ। हामीले पढ्नुपर्ने 6वटा सब्जेक्टहरू छ होइन। त्यो 6वटा सब्जेक्टमा चाहिँ यो टपिक रिलेटेड के छ त्यो लेसन्सहरू मात्रै पढ्नुपर्छ के त्यो युनिटमा। योबाट चाहिँ कसरी सजिलो हुन्छ भन्दाखेरि अब जस्तै हामीले रेस्पिरेटरी सिस्टम पढिरहेको छौँ भने फर्स्टमा एनाटोमी त्यसको पढ्यौँ भने एनाटोमी पढेपछि के पढ्छ, बायोकेमिस्ट्री या फिजियोलोजी पढ्छौँ, त्योपछि अनि माइक्रोबायोलोजी पढ्छौँ, अनि त्योपछि बल्ल प्याथोलोजी पढ्छौँ, अनि त्योपछि बल्ल के पढ्छौँ, लास्टमा चाहिँ फार्माकोलोजी पढ्छौँ। त्यो मेकानिजमहरू चाहिँ कोरिलेट गरेर पढ्न सकिन्छ र कन्सेप्ट चाहिँ एकदम राम्रो चाहिँ बिल्डअप गर्न सकिन्छ यो करिकुलम मेथडबाट चाहिँ। यस्तो तरिकाले कोरिलेट गर्दै पढ्दाखेरि चाहिँ कन्सेप्ट एकदम राम्रो बस्छ र इट विल बी भेरी हेल्पफुल जस्तो लाग्छ मलाई चाहिँ। जुन चाहिँ पर्सनली कुरा गर्ने भन्दा आई एकदम लाइक इट। अनि BPKS पूर्वकै वान अफ द रिनाउन्ड गभर्मेन्ट हस्पिटल होइन। यहाँ चाहिँ एकदम पेसेन्टहरू एकदम मजाको हुन्छ। त्यही भएर यहाँ चाहिँ क्लिनिकल्ली र आफ्नो प्र्याक्टिकल स्किल्सहरू डेभलप गर्न पनि एकदम मजाको सकिन्छ यहाँ चाहिँ। अर्को भनेको चाहिँ अब थ्योरिटिकल भन्यो भने चाहिँ अब एक्सपिरियन्स प्रोफेसरहरू हुनुहुन्छ, त्यहाँ चाहिँ क्वेसन मार्क चाहिँ छँदै छैन त्यसमा चाहिँ। MBBS र BDS को ड्युरेसनको कुरा गर्दाखेरि चाहिँ हामीले 4.5 इयर्स चाहिँ पढ्नु नै पऱ्यो। 1 इयर चाहिँ यहाँ इन्टर्नसिप गर्नुपर्छ र स्कलरसिपमा हो भने चाहिँ 2 इयर्स चाहिँ कम्पलसरी बोर्डिङ गर्नुपर्छ। क्लासको कुरा गर्दा चाहिँ MBBS र BDS को लागि फर्स्ट इयरमा चाहिँ हाम्रो कम्बाइन्ड क्लास हुन्छ। एडिसनल्ली चाहिँ BDS को अझै हाम्रो डेन्टलको पनि क्लास हुन्छ। डेन्टलको क्लास चाहिँ हामीले डेन्टल कलेजमै गएर पढ्नुपर्छ र यो अरू नर्मल हुने क्लासहरू चाहिँ लेक्चर हलमा पढ्नुपर्छ। र एक्जाम प्याटर्नको कुरा गर्दा अघि नै भने जसरी हाम्रो 3टा युनिट हुन्छ 1 वर्षमा। अनि हरेक युनिटको
अन्त्यमा हरेक युनिट सकेपछि चाहिँ एउटा इन्टर्नल एसेसमेन्ट हुन्छ। भनेपछि हाम्रो 1 वर्षमा 3टा इन्टर्नल एसेसमेन्ट भयो। अनि सबै सकिसकेपछि एउटा फाइनल इक्जाम हुन्छ, एनुअल इक्जाम हुन्छ। एनुअल इक्जाममा चाहिँ अगाडिको सबै पढेको सबै आउँछ, युनिट 0, 1, 2 सबैको आउने भयो। यसरी चाहिँ 1 वर्षमा 4वटा इक्जाम हुने भयो। अब पेपरहरूको कुरा गर्नुपर्दा चाहिँ पेपरमा थ्योरी पेपर र अर्को भनेको प्र्याक्टिकल, द्याट इज अस्पी हुने भयो। थ्योरी र अस्पी हुन्छ। अनि बिडिएसको लागि चाहिँ एडिसनल डेन्टलको पनि इक्जाम हुन्छ। डेन्टलमा चाहिँ डेन्टलको थ्योरी दिन पऱ्यो, भाइभा दिन पऱ्यो, भाइभा र अस्पी। अनि अर्को प्रोसिडियर हुन्छ। रिजल्टको बारेमा कुरा गरौँ। अब इन्टर्नल एसेसमेन्ट हो, फेल हुँदा त के नै हुन्छ र भन्ने लाग्ला, तर त्यस्तो होइन। यहाँ चाहिँ इन्टर्नल एसेसमेन्टको पनि हाम्रो 30% क्यारी गर्छ। अनि फाइनलको एनुअल जुन हुन्छ त्यसको 70% मार्क्स क्यारी गरेर चाहिँ लास्टमा चाहिँ मेन रिजल्ट आउँछ। त्यही भएर चाहिँ इन्टर्नलमा पनि राम्रो गर्नु राम्रो। होस्टेलको कुरा गर्दा हामीलाई फर्स्ट र सेकेन्ड इयरमा 2 सिटर रुम दिन्छ र 3rd इयर पुगिसकेपछि चाहिँ हामीलाई सिङ्गल सिटर रुम दिन्छ। अब के सामानहरू एभाइलेबल छ भन्नुपर्दा पर पर्सन हामीलाई बेड, दराज, अनि स्टडी टेबल, कुर्सी र एउटा बुक सेल्फ दिन्छ। अब अरू चाहिने सामानहरू चाहिँ सबै आफै ल्याउनुपर्छ, गद्दादेखि लिएर अब जे पनि आफ्नो पर्सनल सामानहरू हुन्छ त्यो चाहिँ आफै ल्याउनुपर्छ। होस्टेल फीको कुरा गर्नुपर्दा हाम्रो मन्थली 2000 हुन्छ र यो चाहिँ फी चाहिँ हाम्रो चाहिँ एट द टाइम अफ एडमिसनको बेलामै 1 वर्षको एकैचोटि तिर्नुपर्ने हुन्छ। 24,000 चाहिँ एकैचोटि नै एडमिसनको टाइममा तिर्नुपर्ने हुन्छ है त। होस्टेलमा वाइफाईको कुरा गर्दाखेरि इच रुममा चाहिँ राउटरहरू एभाइलेबल छ र अब प्याकेज वाइफाई कति एमबिपिएसको लिने हो त्यही अनुसारको हाम्रो मन्थली 6 मन्थको या इयरलीको प्याकेज पनि एभाइलेबल छ। यसो हेर्दाखेरि चाहिँ बजेट एकदम बजेट फ्रेन्डली नै हो। हाम्रो अब 2जनालाई पुग्ने जति लियो भन्छ मन्थली चाहिँ हाम्रो यसै पर पर्सन चाहिँ 300 देखि 350 जतिको हाराहारीमा तिर्नुपर्छ। होस्टेलमा पानीको समस्या छ कि छैन त? अब हामीले पहिला सुनेको चाहिँ हो हाम्रो बिपिकेएचएस या धरानमा चाहिँ पानीको चाहिँ अलि समस्या हुन्छ भन्ने सुनेको चाहिँ हो। त्यस्तो पानीको समस्या छ नै भन्ने चाहिँ फिल हुँदैन। तर यदि कहिलेकाहीँ चाहिँ समस्या भयो भने चाहिँ पानी चाहिँ एभाइलेबल गरिदिनुहुन्छ। अझै प्लस चाहिँ यो वर्षबाट चाहिँ हाम्रो चाहिँ ड्रिङ्किङ वाटरको पनि एकदम राम्रो सुविधा गरिदिनु भएको छ। त्यही भएर चाहिँ अहिले चाहिँ त्यस्तो पानीको चाहिँ स्कार्सिटी चाहिँ छैन। यसमा खानाको कुरा गर्ने भने चाहिँ एक छाकको 80 रुपियाँ पर्छ र अब खाजा अनि अरूहरू पनि सामानहरू पनि रिजनेबल प्राइसमै पाइन्छ। मन्थली एक्सपेन्सेस अब म चाहिँ यो चाहिँ मान्छे अनुसार डिपेन्ड गर्छ भनेर भन्छु है। अब खानपिन, आफ्नो स्टेसनरीको सामानहरू, कलेजको सामानहरू, अनि कुनै बेला चाहिँ अब सामानहरू किन्दाखेरि चाहिँ अब धेरै नै पर्छ, त्यो छुट्टै कुरा हो होइन। तर अब नर्मल डेली सामानहरू किन्ने यताउता गर्दाखेरि चाहिँ 8 देखि 10K सम्म चाहिँ जति नै पुग्छ है। बिपिकेएचएसमा चाहिँ पढाइ मात्र हुन्छ कि अरू पनि हुन्छ भन्ने क्वेसनको लागि चाहिँ यो एन्सर। बिपिकेएचएसमा पढाइ मात्र होइन, अरू एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरू पनि हुन्छ। हाम्रोमा भेरियस एक्टिभ क्लब्सहरू प्रेजेन्ट छन् जसले चाहिँ भेरियस एक्टिभिटिजहरू कन्डक्ट गर्नुहुन्छ। अब आफ्नो पर्सनल प्रिफरेन्स अनुसार केमा इन्ट्रेस्ट छ त्यही अनुसार चाहिँ क्लबमा चाहिँ जोइन गरेर चाहिँ अब भेरियस एक्टिभिटिजमा पार्टिसिपेट गर्न सकिन्छ र आफ्नो फ्री टाइमलाई चाहिँ प्रपरली युटिलाइज चाहिँ गर्न सकिन्छ। कसैलाई चाहिँ आफ्नो मेडिकल प्रोफेसनमा आइसकेपछि चाहिँ कसैलाई चाहिँ अब पब्लिकमा केही डेलिभर गरौँ जस्तो लाग्छ होइन। अब हाम्रो क्लब्सले चाहिँ हेल्थ क्याम्पहरू पनि कन्डक्ट गर्नुहुन्छ अनि त्योबाट चाहिँ आफ्नो नलेजलाई चाहिँ पब्लिकमा चाहिँ सर्भ चाहिँ गर्न चाहिँ सकिन्छ मजाले है। यहाँ चाहिँ बोरिङ टाइम भन्ने चाहिँ हुँदैन। त्यही हो, बोरिङ टाइमलाई किल गर्नको लागि चाहिँ आफू नै एक्टिभ हुन पर्यो। धेरैलाई क्वेसन मार्क हुन्छ आइप्याड अर ल्यापटप पढ्नेमा। यो चाहिँ म चाहिँ अब डिपेन्ड अपन द पर्सन भनेर भन्छु है। यहाँ चाहिँ हाम्रो क्लासको स्लाइड्सहरू, भेरियस पिडिएफहरू, फाइल्सहरू अनि बुकको पनि पिडिएफ फर्मेटहरूमा एकदम मजाले पाइन्छ है। अब डिजिटलबाट चाहिँ पढ्न सकिन्छ भने चाहिँ पोर्टेबलको हिसाबले भन्नुपर्दा चाहिँ आइप्याड चाहिँ ठिक हो होइन। तर अब अलरेडी ल्यापटप नै छ, अब आइप्याड पनि किन्नुपर्छ कि भन्ने हो भने चाहिँ त्यस्तो चाहिँ होइन। त्यस्तो किन्नै पर्छ भन्ने चाहिँ छैन, तर कुनै एउटा किन्छु भने चाहिँ पोर्टेबलको हिसाबले भन्नुपर्दा आइप्याड अरू कुनै ट्याब इज बेटर। ड्रेस कोड भन्नुपर्दा चाहिँ हाम्रो त्यस्तो एउटा ड्रेस कोड भन्ने चाहिँ छैन, जस्ट इट हेज टु बी फर्मल। अब मेडिकल प्रोफेसन भइसकेपछि फर्मल देखिनु पर्यो। केटीहरूले चाहिँ कुर्ता सुरुवाल लगाएको राम्रो।
है। र बोइजहरूको लागि फर्मल सर्ट प्यान्टहरू भइहाल्छ। एडमिसनको टाइम हुँदाखेरि कलेजले नै एउटा नोटिस निकाल्छ जसमा चाहिँ अब कति फी लाग्छ अनि के डकुमेन्ट लिएर आउने हो त्यो सबै त्यहाँ लेखिएको हुन्छ। अब कहाँ हुन्छ एडमिसन भन्दाखेरि हाम्रो बिपिकेएचएसकै अफिसमा हुन्छ, अरू कहीँ जानु पर्दैन, है मेन कलेजमै आफू स्वयं प्रेजेन्ट हुनुपर्छ। एमबिबिएस र बिडिएस स्कलरसिप क्याटेगोरीको कुरा गर्दाखेरि चाहिँ एट द टाइम अफ एडमिसन 76,200 लागेको थियो र एडिसनल अब मेडिकल टेस्ट पनि गर्दाखेरि चाहिँ एडिसनल चाहिँ हाम्रो 2,000 देखि 2,500 जति लागेको थियो। अब होल भन्दाखेरि त्यस्तै 80,000 जतिको हाराहारीमा चाहिँ पर्छ एडमिसनको बेलामा। एडमिसनको बेलामा के डकुमेन्ट लिएर आउने अनि त्यो एडमिसन फीको डिटेल स्ट्रक्चरहरू र एडमिसन गर्दाखेरि के गल्तीहरू नगर्ने त्यो बारे चाहिँ म डिटेल भिडियो सुन अपलोड गर्छु, त्यसको लागि स्टे ट्युन। थ्याङ्क यू फर वाचिङ। अरू केही बारेमा जान्न मन लागेमा या क्वेरिजहरू भएमा कमेन्ट डाउन बिलो। नेक्स्ट भिडियोको लागि स्टे ट्युन। नेक्स्ट भिडियोमा एडमिसन प्रोसेसको बारेमा हाल्नेछु, त्यसमा चाहिँ डिटेल भिडियो हुनेवाला छ। सो सब्सक्राइब गर्नु होला, त्यो भिडियो चाहिँ नछुटाउनु होला।